गुड मर्निङ मित्रहरू, गुड मर्निङ। आजको गुड मर्निङ समयमा म अर्ग्यानिक उखु बारीमा आएको छु। यो अर्ग्यानिक उखु बारीमा उखु खानको लागि यो कालो उखु छ। यो कालो उखु अत्यन्तै शरीरको लागि एकदमै लाभदायक, गला सफा गर्छ यसले र यो चाहिँ एकदम शक्तिवर्धक पनि हुन्छ। यो उखु बारी छ, यहाँ चाहिँ एकदमै राम्रो मेहनत गरेर यस्तो खाडल बनाएर एकदमै यहाँ हाम्रो एकजना दाजु हुनुहुन्छ, उहाँले एकदमै धेरै मेहनत गरेर उखु बनाउनु भएको छ। आज यो उखु खानको लागि आइरहेको छु। यो उखु पनि अत्यन्तै लाभदायक, शरीरको लागि गला सफा गर्छ। गलामा कुनै खकारहरू जमेको छ भने त्यो खकारहरूलाई पनि निकाल्छ र पेटको लागि पनि शक्ति दिन्छ। त्यसैले आज मलाई यो उखु पनि अत्यन्तै मन पर्छ र यो उखु बारीमा आइरहेको छु। यो उखु हेर्नुहोस् त कस्तो राम्रो छ। यहाँ दाजुले यस्तो राम्रोसँग यो उखु निकालिदिनु भएको छ मेरो लागि। दाजुलाई धेरै 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 धन्यवाद छ। दाजुको सुस्वास्थ्य होस्, स्वास्थ्य राम्रो होस्, तन्दुरुस्त होस्, उन्नति प्रगति हुँदै जाओस् हाम्रो मगर दाजुको भन्दै आजलाई यो गुड मर्निङ समयमा उखु खाने सोचमा म यो उखु बारीमा आइरहेको छु। हजुरहरू पनि यस्तो उखु खाएर स्वस्थ बन्नुहोस्, एकदमै धेरै स्वस्थ बन्नुहोस्। हजुरहरूलाई पनि धेरै धेरै शुभकामना छ मित्रहरू, शुभकामना छ। नमस्ते नमस्ते।